एनीवे गाइस हेलो गाइस ये दोनों है ये मदिसे ये भी मदिसे ठीक है आजको चाहिँ दिन यस्तै थियो हैन बित्दै गयो यस्तो दिलमा लिने कुरा छैन अब मलाई मैले यिनीहरूले चाइनिज भन्छ हैन म यिनीहरूलाई मदिसे भन्छु यो मदिसे नै हो हैन एनीवे त के भयो भने चाहिँ नि एउटा कहाँ थिएँ भने नि म आजको दिन है यहाँ चाहिँ मजाले चेरी फुलिरहेछ है मैले देखाउनु सकेको छुइनँ मजाको दामी फुलिरहेछ चेरी यहाँ है यहाँ अगाडि पनि फुल्नेवाला छ त के भयो भने चाहिँ नि आज ड्युटी यसो काम गर्दैछ एउटा किचनको स्टाफले चाहिँ मलाई चाहिँ भने नि होइन यस्तो पुड्छु कि अरे नि त मलाई यस्तो भन्छु नि हिन्दीमा भन्यो नि त हान्छु नि अरे नि त कि मैले भनिदिएको नि त होइन भाइ के सोचेको तैँले होइन मैले जुन दिन कुर्छस् नि म त्यो दिन लुगी लाएर आउँछु होइन तैँले तँलाई म सिङ्गल बाइटमा खाइन्छु नुन छरेर बेसी झोक्न चल है भन्दैन एकदम मेरो पनि खुवाएँ है त्यही त हो यार अर्को कुरा चाहिँ के हो भने पैसा डुबेर छैन यार है पैसा डुबेको छ अब यो मैले यो भ्लग चाहिँ अब है कसरी बनाउनु के बनाउनु पैसा कमाउनु भनेर गरेको छैन यसो क्वेसन पोस्ट हुन्छ मलाई होइन मैले जानेको कुरा सिकाइन्छु मैले नजानेको कुरा मलाई सिकाइदिनु भन्ने नि टाटाको सिल्भर इटिएफमा चाहिँ मैले पैसा हालेको हो 5,000 जस्तो हालेको है कडम त्यो पनि डुबेको जस्तो भइरहेको छ होइन अन्त अब अर्को क्रिप्टो करेन्सीको त कुरै नगरौँ है 70-80 हजार त माइनसमा छु म त्यही हो अब ट्राई चाहिँ गर्दैछु होइन तर पनि अब यो बुलरन भन्दैछ बुलरन त आउँछ भन्दैछ होइन बुलरन इन्ट्याक्ट छ बुलरन नजदिक छ भन्दैछ खै कता आयो भने राम्रै हो दामी प्रफिट हुन्छ क्रिप्टो करेन्सीबाट पनि एनिवे इन्भेस्टिङ चाहिँ गर्दा केटा हो केटाकेटीहरू हो जो पनि हो जसले पनि हेर्छ भिडियो इन्भेस्टिङ गर्दा गर मजाले होइन मजाले सिक इन्भेस्टिङ अस्तिको 10 तारिकको राति अब डोनाल्ड ट्रम्पले ट्यारिफ लगाएकोले ट्यारिफहरू खेलेकै छ अब त्यो एउटा अमेरिकामा भन्यो भने नि अमेरिकामा चाहिँ अब एउटा यस्तो प्रेसिडेन्ट बसेको छ पागल प्रेसिडेन्ट बसेको छ हुन्छ नि जे मनमा जे आउँछ त्यही गर्दैछ है त्यही त क्रिप्टो करेन्सी यस्तो खतरा अस्तिको 10 तारिकको क्रास है आम्मा यस्तो खतरा क्रास भयो कि अर्को कुरा थाहा छ भुटानमा पनि भुटानले चाहिँ क्रिप्टो बिटकोइनलाई चाहिँ रिजर्भ गरेर राखेको छ इन्डियाले भन्दा बेसी क्या अब बाइनेन्सको फाउन्डर सिजीहरू पनि आएर भुटानमा होइन अस्ति भिजिट गऱ्यो है त्यहाँसम्म पुगिसक्यो क्रिप्टो करेन्सी र बिटकोइनहरू चाहिँ इन्भेस्टिङ गर्दै गर है मजाले सिक्नु इन्भेस्टिङ सिक केही नजानेको कुराहरू सोध केही मतलब कसरी गर्नुपर्ने त्यस्तोहरू छ भने क्वेसन कमेन्ट्स गर ओके बाई